यस्तो खोजबाट दामी है कस्तो कञ्चन पानी छ त अनि खानै मिल्छ अहिले हेर्नु न अनि त्यसो नगर्नुहोस् तपाईँ यहाँ यताबाट हामीले पुराणहरू विभिन्न धार्मिक ग्रन्थहरूमा पढेको अथवा सुनेको वरुण नदी चाहिँ यताबाट यस्तो आएको छ भने यसको जुन यहाँ अलिक तलतिर छ यो चाहिँ यहाँ अलि यताबाट अरुण नदी अझै उत्तरतिरबाट अरुण नदी आएको देखिन्छ र यिनीहरू अरुण र वरुणको सङ्गम स्थलमा अलिक तलतिर छ। हामी ठ्याक्कै आज यो वरुण नदी अरुण र वरुणको सङ्गम स्थल हेर्नलाई यहाँ आएका छौँ। हामी यहाँ हेर्न सक्छौँ पानी कति सफा छ वरुण नदीको होइन, एकदम शुद्ध पानी कञ्चन पानी छ यहाँ।